राउचे पिक यो अगाडिको यो कालो यो थुम्को पछाडिको नुम्बो ठ्याक्कै देखिन्छ। अनि पछि यो तलको भ्याली चाहिँ सहर बेनी सानो बेनी यो माथि लाओ भन्ज्याङ अनि अलि यो तल यो ठ्याक्कै नाङ्गे डाँडा चाहिँ त्यो डाँडा यो चाहिँ खालिङ किराँतीहरूको जुन मरिपछिको आत्माहरू चाहिँ यहाँ पठाउने संस्कार छ। यो त्यो डाँडादेखि पर तलतिर यो छायाभित्र यो चाहिँ सिन्साले यो सोलुङदेखि मास्तिरको डाँडा एकदम राम्रो डाँडा छ। त्यसकै सिधा पर यो पर दुईवटा डाँडा देखिन्छ। यो चाहिँ पिके डाँडा यो सोलुको एउटा रमणीय एउटा भ्यू पोइन्ट। त्यहाँदेखि यो पर यो सलिडदेखि पारीको डाँडा हो। त्यो पछाडि यो पत्ताले त्यताको डाँडै हो यिनीहरू। अनि यो तल यो गहिरोहरू त यो जुबोहरू पर्छ। यता यो सातनाङ्गी रातनाङ्गी एउटा देखिँदैन। यो केम्जे डाँडा अनि यो तलतिर सेकेदुङ पछि कुदाम बागपोल यो तेलमे त्यसको तलतिर यो राख्छ। यो तल नुनथला घुमचौर छाँगचौर यहाँबाट यो माथि फुकिने खर्च दक्षिणो सबै यहाँबाट राम्रो देखिने रहेछ। यो तल यो मन्दिर जाने बाटो यो सुन्थाला रुखथाला सुन्थाला यिनीहरू यो माउन्टेनहरू यो पर अलिक थेप्चो परेको यो चाहिँ मेरा पिक हो यो पर माथिको। अनि यता यो कुसुम खाङहरू हुने सबै यो पर खाङतेगा पनि देखिन्छ। खाङतेगा पछाडिको यता यो ठुलो अगाडि देखिने त्यो चाहिँ थाम्सेटु लोत्से सार ठ्याक्कै अहिले त्यो घाम एकदम साइनिङ भएछ। लोत्से यो चाहिँ लोत्से अनि लोत्से सार दुइटै देख्ने रहेछ। एभरेस्ट त भइहाल्यो सबैभन्दा ठुलो अँध्यारो। अहिले पूर्वी मोहडामा चाहिँ घाम लागिरहेछ एभरेस्टको। अनि त्यसको अगाडि ठ्याक्क आएको यो धार चाहिँ यो चाहिँ नुक्से। फोटो त अघि पुग्दो खिचेको फेरि अब यो बाटो देखिने गरी सधैँ सबैलाई रक्षा गरौँ कल्याण गरौँ। दाजु कुवा चाहिँ अलिक सफा बनाउने विचारतिर। अब यो पानी सबै सफा पानी आउँछ। यो हिलो जति जम्मै फालिदिन्छु यहाँ। अब यो जम्मै यो ठुलो धर्म नि यो घाँसीको अन्त त अलि राम्रो भयो कि किनभने यो जुसभित्र पानी भित्रभित्रै चाहिँ हुँदो रहेछ। अनि चराचुरुङ्गीले चाहिँ खानु नपाउने रहेछ क्या। अनि घाँसीले त निश्चय आइस भएकोमा त खन्दै गर्ने हामीले खन्यौँ। पानीको स्रोत यही हो। अब के गर्ने हो उद्घाटन होइन तँलाई त्यो बगेर तँलाई आउँछ बिस्तारै बगेर आउँछ मिठो भयो। यहाँ चाहिँ शिवजी बस्दाखेरि भाँचिएको ढुङ्गा हो यो।
शिवजीको थाल भनेर पहिला यसै थियो अहिले पो गोल खतरा अर्डर यो पार्वती बस्नु राम्रो पार्वती कहाँको पानी हो त्यो तल देखिँदैन त सरर अघि हामीले दाजुभाइ कुवा खनेको हाइट चाहिँ लगभग 4300 मा थियो यो चाहिँ 4200 को प्लस माइनसमा छ र यहाँ यति हाइटमा पनि 4000 भन्दा बढीको उचाइमा पनि पानीको मुहान देख्दाखेरि मलाई एकदमै अनौठो यति पवित्र जल बगिरहेछ यो चाहिँ सदाबार बगिरहने पानी वाउ जडीबुटीको रसपान गर्दाखेरि को भित्री आनन्दी सञ्जीवनीको यो चाहिँ भैरुङपाती हो यो सुनपाती हो यो चाहिँ किराँतमा चाहिँ एकदमै पवित्र धूप भनेर चिनिन्छ जुनसुकै पूजापाठमा पनि यसको पात आगोमा कोइलामा पोलेर चाहिँ धूप लगाउने चलन छ पवित्र दुधकुण्डा क्षेत्रको चौरी नाग गाईहरूको चाहिँ घिउ ओसार्ने बाटो खुम्बु क्षेत्र घिउलुङ कारेलुङ फ्रेस कफी खाने अनि घरतिर झर्ने ऊ तलबाटै बाँच्न आयो रुकै बनायो हाम्रो फिल्टर चाहिँ वाइज फिल्टर यो कामु डाँडाको एभरेस्ट भ्यू पोइन्टमा हाम्रो राजकुमारी यहाँ फ्रेस कफी पकाउँदै म एकछिन यो तल एउटा फुल हेर्न गएको थिएँ यो फ्रेस कफीको बास्नाले मलाई हुरुक्क भने यी नजिकमै आउन लगायो
वाओ सानोमा राख्यो चिनी पहिला भयो कि नि चिनी कसो के छ